मामा तपाईले लक्ष्मीप्रसाद देवकोटाको भनाइहरू मानिस ठुलो जातले होइन दिलले हुन्छ भन्दै हिँड्नुहुन्थ्यो त। यो कुरो समाजले बुझ्दैन नि त। यहाँ समाजले पनि बुझेको छ, तपाईले पनि बुझ्नु भएको छ, तर बुझेर पनि नबुझेको जस्तो गरिरहेको छ। म बुझ्दिनँ, जाऊ कसरी समाज बैठक गर्दैछ म हेर्छु। राजु कहाँ गएको तिमी? ठुलो जातले होइन दिलले हुन्छ भन्छ, धर्मले पनि सबै मानिस एउटै हो भन्छ। मानिस ठुलो जातले होइन दिलले हुन्छ भन्छ, धर्मले पनि सबै मानिस एउटै हो भन्छ। तर समाजले बुझेर पनि नबुझे झै किन गर्छ, नबुझे झै गर्छ, नबुझे झै किन गर्छ, नबुझे झै गर्छ। मामा अन्तर केही छैन, तर स्वीकार्दैन मलाई किन यहाँ। तिमी र मामा अन्तर केही छैन, तर स्वीकार्दैन मलाई किन यहाँ। हुँदैन चल्दैन भन्दै हिँड्छ ठुलो र सानो भनेर, हुँदैन चल्दैन भन्दै हिँड्छ ठुलो र सानो भनेर। हे समाज तिमीले किन, हे तिमीले किन, हे समाज तिमीले किन, हे तिमीले किन। को यो जीवन म कल्पना सक्दिन, म बिना तिमी पनि सायद जिउन सक्दैनौ। तर समाज हामी बीचमा पर्खाल बन्दैछ किन, पर्खाल बन्दैछ किन। मानिस ठुलो जातले होइन दिलले हुन्छ भन्छ, धर्मले पनि सबै मानिस एउटै हो भन्छ। तर समाजले बुझेर पनि, तर समाजले बुझेर पनि नबुझे झै किन गर्छ, नबुझे झै गर्छ।
बुझे झै किन गर्छ नबुझे झै